सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु। हजुरहरूलाई फेरि पनि स्वागत छ नेक्स्ट भिडियोमा। अनि गाइस आज चाहिँ हामी यहाँ खेत रोप्नको लागि बिउ रोप्दैछौँ यहाँ। अनि चाहिँ हाम्रो मम्मी अहिले चाहिँ यहाँ छापा काट्दै हुनुहुन्छ अनि यिनीहरूले बदार्दै हुनुहुन्छ। अनि म चाहिँ पसेको छैन किनकि म चाहिँ तल एकजना अङ्कलहरूको ल्यान्टर हाल्न जान्छ, त्यही भएर म चाहिँ पसेको छैन। अनि आजको काम चाहिँ ड्याडी अनि मम्मी अनि बहिनी चाहिँ गर्नुहुन्छ। अनि यो चाहिँ छापा गयो अनि यो चाहिँ यो बदार्ने भन्छ। अनि यो बदारिसकेपछि हामी चाहिँ यो छापाहरू चाहिँ राख्छौँ यसमा। अनि त्यो पनि अहिले देखाउँछु भिडियोमा। भिडियोलाई अन्तिमसम्म हेर्न चाहिँ नबिर्सनु होला। अनि बल्ल चाहिँ अहिले बिहानखेरि अस्ति अहिले उयो गर्छ। ओहो ल आइज। अनि पुरै गरामा चाहिँ हामी बिउ रोप्छौँ आँपको बिउ। अनि यो रोपिसकेपछि चाहिँ यहाँ यसलाई पनि भ्याउनु पऱ्यो, माथिको सबैलाई झ्याउनुपर्छ। अनि केले रोपेको चाहिँ अनि कतिजनालाई चाहिँ थाहा छ होला, कतिजना चाहिँ थाहा छैन होला। यही रोप्नु पऱ्यो। अनि यो चाहिँ यो के भन्छ हलुर यो छिडिया भएर चाहिँ बनाउन माथिदेखि चाहिँ बनाइसक्नु होला। एकदम पक्का डोरो चाहिन्छ नि त यसलाई पार्नको लागि त, त्यही भएर भाइ। अनि हामीले रोप्ने यो चाहिँ यस्तो हुन्छ धान। यसलाई चाहिँ भिजाउनु पर्दैन होइन, यसलाई चाहिँ भिजाउनुपर्छ कति घन्टा, 1 घन्टा भिजाइ पुग्छ होइन। अनि यो चाहिँ यस्तो प्याकेटमा पऱ्यो। अनि यो चाहिँ यस्तो प्याकेटमा हुन्छ हाइब्रिड पेटी। अनि यो चाहिँ यस्तो हुन्छ 2 प्याकेटले चाहिँ कमसेकम कतिवटा चाहिँ 4वटा 6वटा गराले चाहिँ मजासँग भ्याउँछ यसले चाहिँ। यसो धेरै हुन्छ नि त पछि उम्किन्छ नि त, यो मजासँग भ्याउँछ यसले चाहिँ। अनि हेर्नु माथि मम्मी बिउ छापाको चेन हो नि। यो चाहिँ छापा चाहिँ यस्तरी हालेर यसलाई चाहिँ अब लात्तीले कुचाउनुपर्छ गाइस। यसरी अहिले चाहिँ यहाँ छर्दै हुनुहुन्छ, मतलब यसलाई कि यसरी साइडमा भन्दा पनि राख्दै हुनुहुन्छ बिचमा मजासँग यसरी मिलाएर सबै ठाउँमा बराबर हाल्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ धेरै पुगेको छैन, यहाँनिर पनि हाल्नुहुन्छ होइन। अनि त्यसपछि काट्ने यहाँनिर पुगेको छैन, कोही आएन। अनि त्यसपछि यहाँ मम्मीले गाडी चाहिँ गराउनु हुनुहुन्छ। यो कुचाइसकेपछि चाहिँ हामीले यहाँ चाहिँ बिउ छर्छौँ, त्यो पनि म देखाउँछु हजुरहरूलाई। यो चाहिँ यस्तो हुन्छ, यसरी चाहिँ लात्तीले कुचाउनुपर्छ यसलाई। लात्तीले कुचाउने के हुन्छ भने चाहिँ टक्कै यो हिलो र यो छापा चाहिँ बराबर हुन्छ कि देखिँदैन, मिक्स हुन्छ। बराबर साइडहरू यसरी यसरी मिसेर मजासँग यसलाई चाहिँ बराबर हिलो प्लस यो छापा मिक्स हुनुपर्छ पुरा। यो चाहिँ मल हुन्छ क्या, एकदम अर्ग्यानिक मल एकदम। छापा चाहिँ यसमा चाहिँ आउँछ यो पात, यसलाई चाहिँ असुरो भन्छ, यो रुखलाई चाहिँ असुरो भन्छ होइन। अनि यसको पातहरू चाहिँ छापा काटिसक्यो भने चाहिँ छापा हुन्छ। यो चाहिँ यसरी मलको रूपमा गयो भने छापा, अनि यसो रुखमै यसमै भयो भने चाहिँ यो चाहिँ हुन्छ असुरो। यहाँनिर ए उर्छिनु न अहिले मजाले जस्तो त न उर्छ यहाँ आके आइज न आइज किन आइज यहाँ आके फेरि मम्मीले के गरिदिनु स्कुल लगाइन्छ। आइज आइज आइज
अनि यो चाहिँ ध्वजा चाहिँ यहाँ लगाउनु पर्ने हुन्छ ध्वजा अनि यो के अरे प्यालो अचित्ता नि प्यालो अचित्ता किन लगाउँछन् भन्दा यो चाहिँ बिउ सब्रिन्छ भनेर यो पनि होला त्यही त होला सायद त्यही हो त्यही त अनि यो छर्यो भने चाहिँ देवी देवताले पनि यो गर्छ भनेर त होला रक्षा गर्छ अच्छा बिउलाई यो चाहिँ होइन अनि के भन्छ नै सबै बालिसाले सब्रिन्छ भनेर हो गाई यो चाहिँ यो बनाउनुको मेन उद्देश्य चाहिँ अनि मम्मीले थाहा छ अनि मम्मीले चाहिँ एकछिन पानी सोध्नुला मम्मी चाहिँ त्यहाँ बिजी हुनुहुन्छ अनि यो चाहिँ यसरी बाँध्नुपर्छ ध्वजा यो चाहिँ घरको देवतालाई चढा जस्तै यो चाहिँ एउटा हुन्छ नि मेन मेन भनेको यो चाहिँ यो चाहिँ लगाउनै पर्छ अनिवार्य रूपमा चाहिँ यो चाहिँ लगाइसक्नु पर्ने हुन्छ अनि यो चाहिँ पानी ल्याउनु चाहिँ यस्तो हुन्छ मोबाइल खस्छ त्यतिकै मोबाइल खसेर खस्दैन नि लगाइ चाहिँ अब चाहिँ बिउ खाने खाना आएको छ कि हेरेर चाहिँ परखुना बिउ छर्दै हुन्छ तपाईँ चाहिँ यस विषयमा के भन्न चाहनुहुन्छ म चाहिँ यस विषयमा चाहिँ केही पनि बोल्न चाहन्न अहिले चाहिँ ल किन बोल्ने किन के शब्द त नै बोल्नु छैन चाहिँ बिउ पनि हानि सक्नुभयो गाइस यो चाहिँ हो मैले अगाडि भनेको थिएँ नि छापा प्लस यो चाहिँ हिलो चाहिँ एकदम बराबर रूपमा हुनुपर्छ एकदम बराबर भइसकेको छ यो चाहिँ एकदम मिक्स भइसकेको छ कहीँ पनि देखिँदैन अलिअलि पातलो देखिन्छ किन चाहिँ यसलाई मिक्स गर्नुपर्छ भने चाहिँ यदि मिक्स नगऱ्यो भने चाहिँ बिउ चाहिँ उब्रै रहन्छ अनि चराले चाहिँ खाइदिन्छ त्यही भएर चाहिँ यसलाई मिक्स गर्नुपर्छ मजासँग यो चाहिँ पुरै मिक्स भइसकेको छ अब यहाँ चाहिँ यसले चाहिँ बिउ छर्दै हुन्छ ल सक्यो काम आजको लागि अब यो चाहिँ 10-15 भन्दा नि समथिङ 1 महिना जति लाग्छ यो चाहिँ ठुलो हुनलाई अनि त्यसपछि असारको 1-2 गते चाहिँ रोप्ने सुरु हुन्छ हाम्रो चाहिँ ल त्यही हो ब्याथ चाहिँ यहाँ छर्दै हुनुहुन्छ हामी चाहिँ आइसकेको छु अनि त्यो मम्मी त्यो ध्वजा चाहिँ किन लगाउँछन् त्यहाँ बानी खाँदा हामीले किन लगाउँछन् अनि दही देउतालाई लगाउने देवतालाई चलाउँछन् नि चराउनु पर्छ कोही चराले खान्छ ढाकी दुख्न त्यो लाउनु पर्छ चरालाई भगाउँछ कि गाइस त्यसको पावर चाहिँ एकदम धेरै हुन्छ होइन गाइस त्यो चाहिँ के होइन जस्तो यो चाहिँ देवतालाई चाहिँ चलाउनु पर्छ भन्ने चाहिँ मेन उद्देश्य चाहिँ हुन्छ त्यही हो अरू केही होइन त्यति नै हुन्छ त्यसको चाहिँ ए हेर्ने होइन क्या यो रेकर्ड गरे दे हेलो गर्नु ल लाइक कमेन्ट गरिदिनु होला भन्नु त्यो लाइक कमेन्ट गरिदिनु होला भन्नु लाइक कमेन्ट गरिदिनु होला भन्नु केही बुझ्दिनु म लाइक कमेन्ट गरिदिनु होला भन्नु लाइक कमेन्ट गरिदिनु होला साँझ हेर्नु होला साँझ बनाएन है ल साँझ आउँछ साझा